मैले भर्खरै किताब पढेर सिद्धाएँ। यो किताब चाहिँ डाक्टर महावीर पुनको लाइफ स्टोरीको बारेमा छ। इट्स लाइक बायोग्राफी, भेरी इन्ट्रेस्टिङ एन्ड भेरी इन्सपायरिङ बुक। सो कोइन्सिडेन्सली उहाँ पढ्नु भएको युनिभर्सिटी म अमेरिकामा बसिरहेकै स्टेटमै छ त्यो युनिभर्सिटी। इट्स लाइक 3 घण्टा यहाँबाट टाढा छ। यो किताबमा भएको सबै कुरा त म भन्दिनँ। यो किताबले चाहिँ उहाँको लाइफ जर्नीको बारेमा राम्रोसँग एक्सप्लेनेसन गरेको छ। यो किताबमा चाहिँ उहाँको अर्ली लाइफमा उहाँले कसरी स्ट्रगल गर्नुभयो, उहाँको अमेरिका आउँदाखेरिको उहाँको जर्नी, अमेरिका आएर उहाँले पढेर नेपाल गएर के काम गर्नुभयो र अहिले उहाँको अनगोइङ के भइरहेछ त्यसको बारेमा राम्रोसँग व्याख्या गरिएको छ। र यो किताब पढ्न मैले के थाहा पाएँ भने उहाँको लाइफमा भएको कुनै फ्यु इभेन्ट्सले गर्दाखेरि उहाँको लाइफको डिरेक्सन नै कम्प्लिटली चेन्ज भयो। त्यो इभेन्टहरूले चाहिँ उहाँलाई लाइफमा एकदम धेरै डेडिकेटेड र मोटिभेटेड पनि बनाएको हो भनेर मैले किताबमा चाहिँ थाहा पाएँ। यो किताब पढेर चाहिँ मैले के भन्न सक्छु भने डु नट गिभ अप अन योर ड्रिम्स। त्यसको चाहिँ एकदम राम्रो एक्जाम्पल यो बुकमा चाहिँ हामीले पढ्न सक्छौँ उहाँको लाइफबाट। सो अर्को कुरा चाहिँ अब ही कुड हेभ बिन एनीबडी ही वान्टेड टु बी। अमेरिका जस्तो युनिभर्सिटीमा पढेर होइन यत्रो यहाँ ग्रेजुएट भएर जस्तो पनि काम पाउन सक्थ्यो, पैसा टन्नै कमाउन सक्थ्यो। आफ्नो सेल्फिसनेसलाई साइडमा राखेर ही चोज टु सर्भ कन्ट्री एन्ड पिपल विच इज भेरी इन्सपायरिङ। त्यो कुरा चाहिँ धेरै मान्छेले चाहिँ गर्न सक्दैनन्। किन्नुहोस् नै भन्छु म यो होइन। यो किताब किनेर उहाँलाई सहयोग पनि हुन्छ अनि उहाँले जति पनि पैसा कलेक्ट गर्नुहुन्छ आई थिङ्क उहाँले आफ्नो प्रोजेक्टहरूमा लगाउनुहुन्छ होइन। छोराछोरीहरू छ भने उहाँलाई पनि पढ्न लगाउनुहोस् होइन। सो द्याट दे नो कति स्ट्रगल गरेर होइन कति एउटा कन्सिस्टेन्टली एउटा आफ्नो ड्रिमलाई कसरी पर्स्यु गर्ने भन्ने चाहिँ यो एकदमै राम्रो एक्जाम्पल छ। प्लिज किनेर किताब लिएर पढिदिनु होला।